नमस्कार सबैजनालाई। आजको यस ब्लगमा स्वागत छ। आज चाहिँ म भन्ज्याङ हुँदै माथि भष्मासुर डाँडासम्म पुग्ने जमर्को गरेको छु। यो भयो भन्ज्याङ बजार। भन्ज्याङ बजारदेखि थोरै मोडमा जेब्रा क्रसिङ छ। जेब्रा क्रसिङदेखि बाटो कटेर यहाँनिर एउटा लुकेको बाटो छ। यस लुकेको बाटोको उकालो ठाडै उकालो चढी, यस ब्रदर, उकालो चढी हामी अब भन्ज्याङ हुँदै माथि भष्मासुर डाँडाको यात्रा सुरु गर्छौँ है त। हुन त माथि बिच बाटोसम्म गाडी लान सकिन्थ्यो। त्यहाँनिर एउटा हात्तीवन रेसोर्ट भन्ने छ, त्यहाँसम्म चाहिँ गाडी पनि लान सकिन्छ। तर म चाहिँ भन्ज्याङदेखि नै माथि लाग्ने विचार गरेँ है त। यो भन्ज्याङ मास्तिरको श्री गणेश आधारभूत विद्यालय, यस हुँदै यो सल्लाहगारीदेखि हामी लगभग 35 मिनट जतिको उकालो चढिसकेपछि हात्तीवन रिसोर्ट पुग्नेछौँ। त्यस पश्चात असली पदयात्रा सुरु हुने हो। हेरौँ है त सल्लाहगारी कतिको रमणीय लाग्छ तपाईँलाई। ओके, नियरली 25 मिनटको हाइक पछाडि हामी माथि पहिलो डाँडा हात्तीवन रिसोर्टतिर आइपुगेका छौँ। र यो हात्तीवन रिसोर्टदेखि केही उकालो 10 मिनट उकालो पश्चात रमणीय ठाउँ नवनिर्मित ग्रेट वल अफ चाइनाको झल्को दिने सानो गोरेटो निर्माण अवस्थामा छ। अस्तिको पाला आउँदा बन्दै थियो भने आजले मान्छे हिँड्न दिइरहेको देख्न सकिन्छ यहाँ। केही ओह्रालो पश्चात यहाँनिर हामीले एउटा अर्को बाटो देख्न सकिन्छ। यो चाहिँ स्पेसली भगनपाउ उठाउने बाटो हो। अलिकति रिस्की छ एक्लै हिँड्नको लागि। अलिक सेपिलो पनि छ, अँध्यारो बाटो पनि छ, कालो पनि छ थोरै। फाइनली चम्पादेवीतिर पुग्यो। तर म यहाँ एकैछिन मात्रै बसेर भष्मासुरतिर लागिहाल्नेछु।
सानो मेरो अनुभवको कथा है त। मैले सनग्लासेस स्पेसली हाइक गर्दाखेरि सनग्लासेस लाउनु छोडेको निकै धेरै भयो। बाई एक्सिडेन्ट भनौँ या त्यस्तै कन्टेन्टहरूलाई फलो गर्दै गर्दाखेरि भनौँ, एउटा भिडियो कन्टेन्ट क्रिएटरले एकाडेमिक रिसर्चद्वारा निकालिएको निष्कर्षलाई चाहिँ मैले हेर्न पुगेको छु कि त्यसमा के भनेको थियो त भन्दाखेरि सनग्लासेस इज स्पेसली फर कटिङ ब्लू रे टु द पाइलट, स्पेसली पाइलट्सहरूको लागि बादलमाथि उडिरहँदाखेरि पाइलटहरूको आँखामा डाइरेक्टली घामको किरण नपरोस् भनेर चाहिँ रे-ब्यान नामक सनग्लास बनाइयो क्या पहिला। लेटर अन त्यसलाई नै कमर्सियलाइज गर्दै गर्दाखेरि फेसनाइज गरिएको भनेर चाहिँ आएको छ। तर यो कुरा यो होइन नि त, मैले गर्नु खोजेको कुरा चाहिँ एकाडेमिक रिसर्चमा त त्यो कुरा गरेको थिएन। त्यसमा चाहिँ के थियो त भन्दाखेरि यो सनग्लासेस लाएर प्रोलङ्ड सनी डेमा एक्सपोज हुँदाखेरि कम्पेरिटिभली छिटो स्किन ट्यानिङ हुन्छ अरे कि। र यो मैले पर्सनल्ली भोगेको कुरा पनि हो। म प्रत्येक शनिबार हाइकिङ जाँदाखेरि मलाई नियरली अ विक नै लाग्थ्यो कि इन्डोर बस्नु पर्थ्यो। त्यो जुन घामले सधैँ बढी त मेरो फेसियल स्किन अनि त्यस पछाडि हातका छालाहरू अलिक धेरै ट्यानिङ हुने गर्थे। जब सनग्लासेस लगाउनु छोडेर हाइक गर्न थालेँ, त्यो विगतलाई सम्झिँदाखेरि अलिकति कम्पेरिटिभली कम नै स्किन ट्यानिङ भएको मैले भोगेको छु। त्यही भएर सनग्लासेस भनेको एक्सट्रिमली सनी डेमा कहीँ एकैछिन एक्सपोज हुनु पऱ्यो भने मात्रै लाउने। अदरवाइज यसरी 2-3 घन्टा 4 घन्टा 5 घन्टाको हाइकमा सनग्लासेस लगाएर चाहिँ हाइक नगर्ने नै निर्णय गरेँ मैले। त्यही भएर म सनग्लासेस बोक्नै छोडेँ हाइकिङ हुँदाखेरि। लाइभ यसरी अलिकति घाम आउने बित्तिकै सनग्लास लाउनु मन लागिहाल्छ। स्किन अलिक छिटो ट्यानिङ भएको हुन्छ कि डरले लाउनु छोड्यो। त्यसको सेफ्टी पर्पजको लागि चाहिँ यसरी ह्याट लगाइदिने है, 360 ह्याट। चारैतिरबाट चाहिँ घामले जोगियोस् फेस, र विन्ड सिटर लगाइदिने। जे भए पनि फुल स्लिभ टी सर्ट अर्थात् स्वेटर लगाइदिने। त्यसले नर्मल्ली हुने सन ट्यानिङले चाहिँ जोगाउँछ। बाँकी त नेचुरल प्रोसेस हो हैन, नेचुरल प्रोसेस हो, यसमा डराउनु पर्ने कुरा छैन। तर सनग्लासेस लाउँदाखेरि अलिक छिटो स्किन ट्यान चाहिँ हुन्छ है। स्किन ट्यानिङ अलिकति एसिलेट हुन्छ, बुस्ट हुन्छ। रहेछ आर्टिकल पढ्नु मन लाग्यो भने आई विल सेयर यु है। ओके, देखिएको बासमास डाँडा आइपुग्यो। हरियो घाँस पलाउन थालेछ। भ्यू पोइन्ट आनेको चाहिँ यो खासमा, तर उहाँले यही चाहिँ हेर्नु दिएन।
कार्तिजहरू में त यहाँ लगभग 6 महिना 7 महिना अगाडि नै होला गएर गएको यति भालो गाडी यति डेन्जर तरिकाले गएर गएको साथी हेर्नु त यहाँ हेर्नु ल क्लिक गरिरहेको छ